साथीहरू म एउटा भिडियो हाल्छु, यो भिडियो पुरा सुन्नु होला। अनि यो माटीहरू यति लागि परेको छ नि राष्ट्रिय स्वतन्त्र पार्टीको नाम बदनाम गर्नको लागि, यति लागि परेको छ। यिनीहरूले चाहिँ टिकटकमा चाहिँ यिनीहरूले ग्रुप बनाएको छ होइन। अनि टिकटक लाइभमा आएर चाहिँ ग्रुप भएर यिनीहरू कस्तो कस्तो कुरा गर्छ तपाईँहरू पनि सुन्नु। अनि तपाईँहरू आफै अनुमान लगाउनु कि होइन। जो चाहिँ त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको लोगो राखेर चाहिँ मुख नदेखाइकन बोलेको छ नि यिनीहरू, कुन एङ्गलबाट चाहिँ यिनीहरू बाहुन छेत्री बोलेको जस्तो लाग्छ, एकचोटि यो भिडियो सुन्नुहोस्। यही हो, सत्य कुरा यही हो। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के छ त भन्दाखेरि 12 लाख राइलिमु मात्रै छ यो देशमा। यी मुलालाई गाली गरेरै भने पेलिन्छ, पेल्न पर्छ भन्ने धारणा हो कि। त्यो भएको कारणले गर्दाखेरि यहाँ कस्तो छ त रणनीति भन्दाखेरि हामीलाई त्यो ट्रेनिङ पनि दिइन्छ क्या। के भनेर हामीलाई ट्रेनिङ दिन्छ भन्दाखेरि राइलिमुलाई गाली गर्ने, राइलिमुलाई गाली गरेर पेलियो भने यिनीहरू पेलिहाल्यो, नपेले पनि उताबाट प्रतिवाद गर्यो भने छेत्री बाहुनलाई गाली गर्छ। तिनीहरूले छेत्री बाहुनलाई गाली गर्दाखेरि चाहिँ तिनीहरूकै भोट घट्छ, तिनीहरू नै जातिवादी देखिन्छ भनेर चाहिँ कम्तीमा पनि हाम्रो चाहिँ अभियान र प्रयास के छ भन्दाखेरि हामी 60 लाख बाहुन छेत्रीलाई चाहिँ कसरी हुन्छ श्रम संस्कृति पार्टीबाट टाढा पार्ने चाहिँ हाम्रो रणनीति हो। त्यही अनुरूप हामीले चाहिँ अस्ति भरत नीति तिवारीलाई पनि श्रम संस्कृति पार्टीबाट हामीले त्यसलाई लिएर गयौँ, त्यसलाई हामीले सम्झायौँ। त जस्ता चाहिँ एउटा बाहुनको छोरो भएर त राईको पार्टीमा लाग्छस्, त गाई खाने पार्टीमा लाग्छस् भनेर हामीले त्यसलाई सम्झाए पछाडि थपक्क त्यसले चेतना दिमागमा ल्यायो र त्यो ठ्याक्कै फर्क्यो। अहिले एकदम खुसी छ त्यो मान्छे। हाम्रो यो अभियान त्यो भएको कारणले गर्दाखेरि अहिले हामीले एकदम प्रयास गरिरहेछौँ। अब यहाँ अम्बिका सङ्ग्रौलालाई पनि सकिन्छ भने यो के चुडाल यी सबलाई घन्टीमा ल्याउने हाम्रो योजना छ। अब एकदम सजिलो छ, हाम्रो बाहुनहरूलाई फकाउनु धेरै सजिलो छ। तपाईँको बाहुनलाई भड्काउन यति सजिलो छ कि तपाईँको गाई खान्छ भनिदिनुपर्छ, बाहुन रिसाइहाल्छ होइन। अनि तपाईँको चाहिँ छेत्री बाहुनलाई गाली गर्छ भन्नुपर्छ, रिसाइहाल्छ। त्यसरी चाहिँ हामीले चाहिँ यसपालि मेनुपुलेट गरेर सबै